नमस्कार साथीहरू। आज हामीले गण्डकी प्रदेशमा मेकानिकल सुपरभाइजर लेभल 5 लाई सोधेको क्वेसन्स डिस्कस गर्नेछौँ। त्यो क्वेसन 50वटा क्वेसन्स रहेको छ। हरेक क्वेसन्सको 2 मार्क्स गरी फुल मार्क्स 100 रहेको छ र यसको टाइम चाहिँ 45 मिनट हुन्छ है। लेट्स स्टार्ट। क्वेसन नम्बर 1 बाट स्टार्ट गर्छौँ। क्वेसन नम्बर 1 ले के भनेको छ, व्हाट इज द युज अफ फेलर गज? फेलर गजको युज के हुन्छ त? टु चेक द लेन्थ, रेडियस, टु मेजर द ग्याप, टु चेक द डायमिटर। यसको फिलर गज भनेको नामबाटै क्लियर हुन्छ, फिल गर्ने के दुईवटा ग्यापको बिचमा फिल गर्ने, अर्थात् टु मेजर द ग्याप। अर्थात् अप्सन यसमा हामीले अप्सन सीमा टिक गर्न सक्छौँ। यो एउटा स्ट्रक्चर हुन्छ जस्तो बिचमा हुन्छ होइन, यस्तो 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 सर्ट एन्ड ब्लेड जस्तो बनाएको हुन्छ र सबैको जस्तै सबै ब्लेडको यो लेन्थहरूमा थिकनेस चाहिँ फरक हुन्छ क्या। कुन थिकनेस चाहिँ त्यो ग्यापमा छिर्छ त्यो कुरा चाहिँ हामीलाई त्यसको डिस्टेन्स मेजर गर्नलाई अथवा ग्याप मेन्टेन गर्नलाई मेजर गर्नलाई, जस्तै पिस्टनहरूको मा कति ग्याप छ सिलिन्डरमा, त्यहाँ अनि अरू ठाउँहरूमा जहाँ हामीले प्रिसाइज ग्याप नाप्नुपर्ने हुन्छ त्यहाँ चाहिँ हामीले फिलर गज चाहिँ युज गर्छौँ है त। त्यस्तै इन थर्ड एङ्गल प्रोजेक्सन भनेको छ होइन, करेक्ट रिलेटिभ पोजिसन इन द भ्युज। अब थर्ड एङ्गल भन्ने बित्तिकै थर्डलाई चाहिँ सही छ भनेर बुझ्नुपर्छ। सही भन्नाले इन द सेन्स कस्तो भन्दाखेरि टप भ्यू चाहिँ जहिले पनि टपमै हुन्छ है, फ्रन्ट भ्यू चाहिँ तल हुन्छ, राइट साइड भ्यू चाहिँ राइटमै हुन्छ होइन, राइट साइड भ्यू पनि यतापट्टि हुन्छ। भनेपछि थर्ड एङ्गलमा के हुन्छ त, टप भ्यू चाहिँ टपमा हुन्छ, फ्रन्ट चाहिँ तल हुन्छ। यसमा टप र फ्रन्टको कुरा बेसिसमा एन्सरहरू दिएको छ हेर्नु त। टप भ्यू इज ड्रन अबभ द फ्रन्ट भ्यू। टप भ्यू कहाँ छ त? अबभ द फ्रन्ट भ्यू। यही भइहाल्यो कि अप्सन ए इज द करेक्ट एन्सर। टप भ्यू इज ड्रन बिलो होइन, यो टप भ्यू चाहिँ बिलो भयो कुनमा हुन्छ? फर्स्ट एङ्गल प्रोजेक्सनमा है। यो चाहिँ फर्स्ट एङ्गल प्रोजेक्सन ठ्याक्कै अपोजिट हुन्छ। अहिलेलाई के भयो त, टप भ्यू टपमा भयो भने त्यो चाहिँ थर्ड एङ्गल प्रोजेक्सन हुन्छ। अहिले यति बुझौँ है त। नेक्स्ट हामी मुभ गर्छौँ क्वेसन नम्बर 3 मा हेरौँ। क्वेसन नम्बर 3 मा के भनेको छ त, पर्पस अफ वेल्डिङ फ्लक्स। वेल्डिङ फ्लक्सले के काम गर्छ त? टु इन्क्रिज द वेट अफ द वेल्ड, प्रोटेक्ट वेल्ड अफ द अक्सिडेसन, रिड्युस करेन्ट फ्लो, हार्डन इलेक्ट्रोड भनेको छ। अब के हुन्छ त, जतिखेर हामीले कुनै पनि वर्क पिसमा जतिखेर वेल्डिङ गरेर हुन्छौँ, वेल्डिङ गर्दाखेरि बाहिरको अक्सिजनसँग एउटा लेयर बनाउनु पर्ने हुन्छ, ताकि वेल्ड पुल हुन्छ नि, जुन लेदो पार्ट हुन्छ वेल्डिङ गर्दाखेरिको, त्यो पुल चाहिँ बाहिरको अक्सिजनसँग अक्सिडाइज नहोस् र त्यहाँ चाहिँ पोर्सहरू क्रिएट भएर त्यो चाहिँ वेल्डिङ कमजोर नहोस् भन्ने हिसाबले चाहिँ फ्लक्स राखिएको हुन्छ, ताकि फ्लक्सले चाहिँ एउटा लेयर बनाएर प्रोटेक्सन गरोस्। त्यही भएर फ्लक्सको काम के भयो त, हेर्नु त अब, प्रोटेक्ट द वेल्ड फ्रम अक्सिडेसन। अप्सन बी इज द करेक्ट एन्सर। यसरी हामीले कन्सेप्चुअल तरिकाले बुझ्दै गयो भने कहिले पनि बिर्सिँदैनौँ। त्यसपछि क्वेसन नम्बर 4 मा हेरौँ है त। क्रेन क्यापेसिटी इज जनरली एक्सप्रेस्ड इन, केमा एक्सप्रेस हुन्छ त क्रेनको क्यापेसिटी? जहिले पनि तपाईँले क्रेनहरू हेर्नुभयो भने त्यहाँ चाहिँ वेट लेखेको कति टनको भनेर लेखा हुन्छ, 15 टन, 50 टन, 60 टन, त्यसरी लेखा हुन्छ क्या, टनको हिसाबले हुन्छ। अर्थात् जहिले पनि लिफ्टिङ लोड कति छ भन्ने हिसाबले चाहिँ के हुन्छ त, क्रेनको क्यापेसिटी डिटर्माइन गरिएको हुन्छ है त, न कि स्पिड, पावर र फ्युल कन्जम्सनको हिसाबले। अब अगाडि बढौँ, क्वेसन नम्बर 5 मा जाउँ। क्वेसन नम्बर 5 ले के भनेको छ त, द मेन फङ्सन अफ पिस्टन इज टु, पिस्टनको मेन काम के हो त? कन्भर्ट पावर प्रेसर इन्टु मेकानिकल मोसन, कन्ट्रोल फ्युल सप्लाई, कुल इन्जिन, इग्नाइट फ्युल। अब पिस्टन भनेको हामीले के थाहा छ त, यो सिलिन्डरभित्र हुन्छ पिस्टन सिलिन्डर होइन, अनि यहाँ चाहिँ पिस्टन लागेको हुन्छ, यही होइन त पिस्टनको डिस्ट्रक्चर लगभग। यसमा चाहिँ कन्भर्ट के हुन्छ, सर्टेन ग्यासहरू यहाँ आउँछ होइन, सबै कुरो एक्सप्लेन गर्न सकिँदैन। ग्यास हुन्छ, त्यो ग्यासले प्रेसर दिएपछि त्यो पिस्टनलाई मुभमेन्ट गर्छ र यसको कनेक्सन चाहिँ बिग इन्ट, बिग पिन र यो स्मल पिन गरेर क्र्याङ्क स्याफ्टसँग, यसरी क्र्याङ्क स्याफ्ट हुन्छ तल, यहाँसँग कनेक्सन गरेको हुन्छ। अर्थात् हामीले जुन प्रेसर अफ एयर चाहिँ त्यसलाई चाहिँ केमा कन्भर्ट गरेर आउँछौँ त, यो मोमेन्टमा टु एन्ड फ्रो मोसनमा, रेसिप्रोकल मोसनमा, यो साफ्टको रेसिप्रोकल मोसनमा कन्भर्ट गरेर आउँछ। अर्थात् हामीले प्रेसरलाई मेकानिकल मोसनमा कन्भर्ट गर्ने काम कसले गरेर आउँछ त, पिस्टनले गरेको हुन्छ। सो अप्सन यसमा के भयो त, अप्सन बी इज द करेक्ट एन्सर है त। त्यस्तै द मेटेरियल युज फर सिलिन्डर इन्जिन सिलिन्डर ब्लक, कुन मेटेरियल युज हुन्छ? अब हामी मेटेरियल साइन्समा पढ्छौँ, यो कुराहरू कुनमा ब्लक युज हुन्छ? अब कास्ट आइरन हुन्छ कि ब्रास हुन्छ कि एल्युमिनियम हुन्छ कि स्टिल हुन्छ, अब कुन हुन्छ त? यसमा नर्मली चाहिँ कास्ट आइरनले बनेको हुन्छ, तर एल्युमिनियमको पनि अलगै हुन्छ है। सो अप्सन बी इज द करेक्ट एन्सर। क्वेसन नम्बर 7 मा हेरौँ। विच अफ द फलोइङ इज नट द युनिट अफ हिट? हिटको युनिट कुन हुन्न? जुल त युनिटको यसकै हो, क्यालोरी पनि यसकै हो, ब्युटी पनि, ब्युटी भनेको ब्रिटिस थर्मल युनिट। अब थर्मल आउने बित्तिकै पक्कै पनि यो हिट के हुनुपर्छ भनेपछि सेन्टिग्रेड चाहिँ हुँदैन, यो चाहिँ टेम्परेचर युनिट हो नि त, सेन्टिग्रेड। सो अप्सन बी इज द करेक्ट एन्सर। त्यस्तै क्वेसन नम्बर 8 मा हेरौँ, द मेन पर्पस अफ इन्जिन कुलिङ सिस्टम इन्जिनको कुलिङ सिस्टमको मेन पर्पस चाहिँ के हो त? इन्क्रिज द इन्जिन टेम्परेचर हो त? होइन होला नि त। मेन्टेन द अप्टिमम अपरेटिङ टेम्परेचर, इन्क्रिज फ्युल कन्जम्सन, लुब्रिकेट द इन्जिन। अब कुलिङ, नामै कुलिङ सिस्टम छ, कुलिङ चाहिँ केले गर्छ त? एउटा सर्टेन टेम्परेचर चाहिँ मेन्टेन गरेर आउँछ, न त्योभन्दा तल जानु दिन्छ, न त्योभन्दा माथि आउनु खोज्छ। अर्थात् अप्सन बी इज द करेक्ट एन्सर।
त्यस्तै हामीले क्वेसन नम्बर 9 मा हेर्छौँ। क्वेसन नम्बर 9 मा के भनेको छ त, विच अफ द फलोइङ इज द कमनली युज्ड एज अ इन्जिन कुल्यान्ट। इन्जिनको कुल्यान्टको रूपमा युज गर्न कुनलाई गर्न सकिन्छ त? पेट्रोललाई गर्न सकिन्छ त? होइन नि, यो त फ्युल हो नि त। इन्जिन ओइल त के हो त? लुब्रिकेन्ट ओइल पनि हुँदैन। ब्रेक फ्लुइड हो त? होइन नि। अब कुन बाँकी रह्यो? एन्टिफ्रिज। अब कुल्यान्टसँग किन एन्टिफ्रिज राखेको हुन्छ त? जस्तै कुनै पनि अल्टिट्युडमा हुन्छ, हाई अल्टिट्युडहरूमा हुन्छ, अथवा हाई टेम्परेचरमा काम गर्नुपर्ने ठाउँमा के हुन्छ त, कुल्यान्टले आफ्नो प्रोपर्टी छोडिदिन्छ। अर्थात् त्यो चाहिँ जुन प्रोपर्टीको लागि बनेको हुन्छ, अथवा भिस्कोसिटी त्यसको लो भइदिन्छ होइन, फ्ल्यासिङ पोइन्टबाट माथि गइदिन्छ होइन। यस्ता कुराले गर्दाखेरि के हुन्छ त, एन्टिफ्रिज प्रायः गरी इथाइलिन ग्लाइकोल भनेर राख्ने गरिन्छ एउटा केमिकल। त्यो पनि याद गर्दै गर्दा हुन्छ, तपाईँले एमसिक्यूमा अरू ठाउँमा सोध्न सक्छ। इथाइलिन ग्लाइकोल है, तपाईँले यस्तो सर्च गर्नु होला। इथाइलिन ग्लाइकोल भन्ने केमिकल चाहिँ मिसाइएको हुन्छ कोमा त, कुल्यान्टमा, ताकि फ्री त्यो चाहिँ कुल्यान्टको आफ्नो प्रोपर्टी चाहिँ मेन्टेन गरेर राखोस् भनेर। सो अप्सन डी द करेक्ट आन्सर है त। क्वेसन नम्बर 10 मा हेरौँ। वाट सुड बी इन्सपेक्टेड फर्स्ट वेन ब्रेक प्याडल ट्राभल्स एक्सेसिभली बिफोर द ब्रेक इङ्गेज भनेको छ। ब्रेक लाग्नुभन्दा पहिला होइन, ब्रेक धेरै नै के भयो त, प्ले भयो क्या, प्ले धेरै भयो। अर्थात् तुरुन्तै ब्रेक लागेन, थिच्ने बित्तिकै ब्रेक लागेन, एकछिन धेरै पछाडिसम्म गएपछि बल्ल ब्रेक लाग्यो भने, त्यो इङ्गेज भयो भने, त्यो चाहिँ के भयो, के इन्सपेक्ट गर्नुपर्छ त्यस्तो कन्डिसनमा त? ब्रेक प्याड थिकनेस हो कि, विल बेरिङ प्ले हो कि, ब्रेक फ्लुइड लेभल एन्ड कन्डिसन कि, टायर प्रेसर हो कि? अब यसमा चाहिँ के हुन्छ त, सबै कुरा चाहिँ ब्रेकिङ सिस्टम तपाईँले हेर्नुभयो भने एउटा फ्लुइड मास्टर सिलिन्डरको कुरा गरेको हुन्छ, त्यहाँबाट फ्लुइड पास भइरहेको हुन्छ। अर्थात् ब्रेक फ्लुइडको ठुलो रोल हुन्छ कि ब्रेकिङ सिस्टममा। सो त्यसको ब्रेकिङ फ्लुइडको लेभल कस्तो छ त, मास्टर सिलिन्डरमा ब्रेक फ्लुइडको कतिको लेभल छ, त्यो लेभल मेन्टेन भएको छ छैन भन्ने कुरा चाहिँ हामीले चेक गर्नुपर्ने हुन्छ। सो अप्सन डी इज द करेक्ट आन्सर है। अब क्वेसन नम्बर 11 मा जाउँ। क्वेसन नम्बर 11ले के भन्छ त, हाइड्रोलिक ब्रेक सिस्टम वर्क्स अन द प्रिन्सिपल अफ। हाइड्रोलिक ब्रेक, अब ब्रेकिङ सिस्टममा के हुन्छ त, हाइड्रोलिक ब्रेक हुन्छ, त्यसमा केमा काम गर्छ, त्यो कुन सिस्टममा? न्युटन्स थर्ड लमा गर्ला त, हेर्दा सुन्दै थाहा यो होइन होला जस्तो लाग्छ। आर्किमिडिज होला त? होइन नि, त्यो त अब जहिले पनि आर्किमिडिजमा त अर्कै कुराहरूको कुरा हुन्छ होइन, डिस्प्लेसिङ अफ फ्लुइड त्यस्तो कुराहरू छ, यो चाहिँ नहोला। बर्नौली त अब के हो, जहाज उड्नलाई युज हुन्छ। त्यस्तै पास्कल चाहिँ युज होला, किनकि इन्क्लोज भेसलमा के हुन्छ, एउटा प्रेसर हालिरहेको बेला चाहिँ त्यो चारैतिर के हुन्छ त, एउटै प्रेसरले एक्सपान्ड हुन्छ। भनेपछि कुनै पनि यदि बोतलमा तपाईँले चारैतिर होल गर्नुभयो भने चारैतिर एउटै प्रेसरले त्यो बाहिर आउन कोसिस गर्छ। त्यो चाहिँ पास्कल्स लमा चाहिँ कसले काम गरेर हुन्छ त, हाइड्रोलिक ब्रेकिङ सिस्टम है। त्यो तपाईँले मैले अलिक एक्सप्लेन बढी गरेँ जस्तो लाग्यो। फर यो क्लियर अन्डरस्ट्यान्डिङ अब तपाईँहरूलाई थाहा छ भने स्किप गरेर फास्ट गरेर पनि भिडियो हेर्न सकिन्छ, केही छैन। क्वेसन नम्बर 12मा हेरौँ। वाट इज द फङ्सन अफ सक एब्जर्भर? ड्याम्परको काम के हो त इन सस्पेन्सन सिस्टम? सस्पेन्सन सिस्टम त अब डिफ्रेन्ट थरीको हुन्छ होइन, डिपेन्डेन्ट इन्डिपेन्डेन्ट होइन। नर्मली हामी ट्रकको तल यस्तो पत्तीहरू देख्छौँ होइन, त्यसले के हुन्छ, सस्पेन्सन एउटा कम्फोर्ट, ड्राइभरलाई कम्फोर्ट, त्यहाँको पेसेन्जरलाई कम्फोर्ट दिने काम गरेर हुन्छ होइन। त्यो चाहिँ फङ्सन यसो के हो त मेन त? सक ड्याम्परको अब्जर्भरको सक एब्जर्भर अथवा ड्याम्परको काम के हो त यसमा? भेहिकलको वेट सपोर्ट गर्न हो कि, कनेक्ट द स्टेरिङ अफ द, टु कनेक्ट स्टेरिङ विल टु विल, टु ड्याम्पेन एन्ड कन्ट्रोल स्प्रिङ असिलेसन, टु चेन्ज द भेहिकल राइड हाइट। अब सिम्पल छ, यसमा क्लियर छ, टु ड्याम्पेन द कन्ट्रोल स्प्रिङ असिलेसन। ड्याम्पेन गर्ने जुन एकैचोटि झट्का लागेर नदिने कि, ड्याम्पेन गर्ने त्यसलाई बिस्तारै बिस्तारै बिस्तारै, ताकि पेसेन्जरले कम्फोर्ट फिल गरोस्। ओके, लेट्स मुभ टुवर्ड्स क्वेसन नम्बर 13। अब यहाँ हेरौँ है, क्वेसन नम्बर 13मा के भनेको छ, वाट डज अ पावर स्टेरिङ सिस्टम, हाउ डज पावर स्टेरिङ सिस्टम रिड्युस स्टेरिङ एफोर्ट? स्टेरिङ एफोर्ट पहिलाको जमानामा के हुन्थ्यो, मेकानिकल स्टेरिङ हुन्छ, ड्राइभरले पुरै आफ्नो हातले जोडले ट्विस्ट गर्नुपर्ने हुन्थ्यो स्टेरिङ विललाई, ताकि भेहिकल मुभ होस्। तर अहिलेको अवस्था के छ भन्दाखेरि एकदम छुने बित्तिकै एउटा तपाईँले औँलाले गर्न सक्नुहुन्छ, सबभन्दा हुन्छ नि सानो औँलाले तपाईँले चलाउन सक्नुहुन्छ। किन त, किनकि अहिलेको पावर स्टेरिङ आइसक्यो, जहाँ चाहिँ इलेक्ट्रिकल सिस्टमले कन्ट्रोल गरेर हुन्छ। अब यसमा के भनेको छ, पावर स्टेरिङमा के हुन्छ, रिड्युस एफोर्ट कसरी हुन्छ त, कसरी हुन्छ, बाई इन्क्रिजिङ द स्टेरिङ गियर रेसियो हो कि, युजिङ इलेक्ट्रिक मोटर डाइरेक्टली हो कि, युजिङ हाइड्रोलिक अर इलेक्ट्रिक हो कि, युजिङ बाई रिड्युसिङ द टायर फ्रिक्सन। अब यसमा चाहिँ हेर्नुभयो भने हाइड्रोलिकबाट पनि हुन्छ र इलेक्ट्रिकबाट पनि हुन्छ। हाइड्रोलिकबाट पनि सजिलो गर्न सक्छ, इलेक्ट्रिकबाट। सो अप्सन डी इज द करेक्ट एन्सर। लेट्स मुभ टुवर्ड द क्वेसन नम्बर 14। यसमा के भन्नु छ, इन हाइड्रोलिक पावर स्टेरिङ सिस्टम, पावर स्टेरिङ पम्प इज ड्रिभन बाई। हाइड्रोलिक पावरमा के हुन्छ स्टेरिङ सिस्टममा, स्टेरिङ पम्प, पावर स्टेरिङ पम्प चाहिँ केले ड्राइभ गर्छ त, हाइड्रोलिक सिस्टमको जुन एउटा पम्प हुन्छ, हाइड्रोलिक पम्प, त्यो हाइड्रोलिक पम्पलाई ड्राइभ गर्नुको लागि त्यो इन्जिन पावरबाटै चलिरहेको हुन्छ। इन्जिन पावरबाट चल्नुको मतलब इन्जिनले दिएको पावर चाहिँ कहाँ जान्छ त, नर्मली हामीले अटोमोबाइल पढेको छौँ भने के थाहा हुन्छ हामीलाई, इन्जिनको पावर चाहिँ क्र्याङ्क साफ्टबाट माथि जाने हो है। त्यहाँबाट के हुन्छ त, क्र्याङ्कबाट बेल्ट लागेको हुन्छ र त्यो बेल्टले के गर्छ त,
ड्राइभ गर्छ कसलाई, पम्पलाई। कुन पम्पलाई? हाइड्रोलिक पम्पलाई, ताकि त्यो पम्पले स्टियरिङ घुमाउनलाई सजिलो पारोस् भने यसरी हामीले बुझ्न सक्छौँ। तपाईँले अझै डिटेलमा अझै अब कसरी चल्छ होला त्यो गऱ्यो भने त्यो एनिमेसन भिडियोजहरू हेर्न सक्नुहुन्छ युट्युबमा होइन, त्यहाँबाट तपाईँको कन्सेप्ट चाहिँ क्लियर हुन्छ स्टियरिङ सिस्टम कसरी काम गर्छ त। अब लेट्स मुभ टुवर्ड्स क्वेसन नम्बर 15 है। क्वेसन नम्बर 15मा के छ त, फङ्सन अफ क्लच इन अ भेहिकल इज टु। क्लचको काम के हुन्छ? क्लच भन्ने बित्तिकै हामीले बाइक चलाउँदा नर्मली अथवा गाडी चलाउँदा क्लच थिचेर के गर्छौँ त, कन्ट्रोल गर्छौँ नि होइन। क्लच किन थिच्छौँ भन्दाखेरि हाम्रो इन्जिन र विलको बिचमा कनेक्सनलाई छुट्याइदिनलाई। हाम्रो विल ताकि गियर चाहिँ चेन्ज गर्न सजिलो हुन्छ। गियर चेन्ज गर्नुभन्दा अगाडि हामीले क्लच दिन्छौँ ताकि गियर र विलको कनेक्सन छुट्योस् र गियर चेन्जिङ मेकानिजम सजिलो होस्। अब यसमा चाहिँ के गर्नु, डिसइन्गेज र इन्गेज फ्रम द ट्रान्समिसन सिस्टम जुन हुन्छ नि, गियर त्यसपछि क्लच होइन, त्यो हुँदै एक्सल साफ्टहरू हुँदै विलमा गएको सिस्टम चाहिँ त्यसमा चाहिँ इन्गेज र डिसइन्गेज कसरलाई, इन्जिनलाई विल सिस्टमसँग इन्गेज डिसइन्गेज गर्ने काम चाहिँ कसले गरेर आउँछ त, क्लचले गरेर आउँछ। अप्सन बी इज द करेक्ट एन्सर। नाउ लेट्स मुभ टुवर्ड्स क्वेसन नम्बर 16। यसमा के भनेको छ त, हाइड्रोलिक होजेस सुड बी इन्सपेक्टेड रेगुलरली फोर। हाइड्रोलिक होजेस भनेको हाइड्रोलिक पाइप्सहरू, पाइपहरू हुन्छ रेगुलरली इन्सपेक्ट गर्नु पऱ्यो। किन गर्नु पऱ्यो त, पक्कै पनि क्र्याक्स र लिकहरू भयो भने त्यो चाहिँ काम गर्न छोड्छ, त्यही भएर हामीले गर्नुपर्छ। क्वेसन नम्बर 17मा हेरौँ। क्वेसन नम्बर 17मा के भनेको छ त, स्टार्टर मोटर इज ड्रिभन बाई। अब स्टार्टर मोटर भनेको थाहा छ भन्दा पहिले तपाईँलाई, स्टार्टर मोटर भनेको जसले सुरुमा पावर दिन्छ स्टार्ट गर्नलाई, सुरुमा फर्स्ट ब्याट्रीबाट पावर दिन्छ इन्जिनले स्टार्ट गर्नलाई, चाहे त्यो अटोमोबाइल सिस्टम होस् चाहे त्यो जेनेरेटर सिस्टम होस्। त्यस्तोमा के हुन्छ त, फर्स्टमा के हुन्छ, स्टार्टर मोटरलाई ड्राइभ गर्नको लागि केले गरे हुन्छ त, चेन ड्राइभ हो कि गियर ड्राइभ हो कि फ्ल्याट बेल्ट हो कि बेल्ट ड्राइभ हो। यसमा तपाईँले एकछिन मैले रोकिदिएँ ताकि तपाईँले एन्सर गरोस् यसको। यसको एन्सर चाहिँ गियर ड्राइभ हुन्छ है। किन हुन्छ त्यहाँ चाहिँ ऱ्याक एन्ड पिनियन ड्राइभको कुराहरू हुन्छ होइन। त्यहाँ पिनियन गियर सिस्टम लागेको हुन्छ जसले के गर्छ त, सुरुमा ब्याट्रीको पावर युज गरेर इन्जिनलाई स्टार्ट गर्छ र त्यो इन्जिनले गर्दाखेरि पिस्टन मुभमेन्ट हुन्छ र पिस्टन मुभ भएपछि बल्ल पावर जेनेरेट हुन्छ र इन्जिन चल्छ। यसरी हामीले गियर ड्राइभ युज गरेर के गर्छौँ त, स्टार्टर मोटरको ड्रिभन के हुन्छ, गियर ड्राइभबाट हुन्छ है। अब हेरौँ, वाट इज द रोल अफ स्टार्टर मोटर आर्मेचर। आर्मेचरको काम के हुन्छ, टु क्रिएट a stationary magnetic field, to rotate pinion gear by electromagnetic force, to engage the solenoid, to store electric energy for starting। के हुन्छ त, आर्मेचर कहाँ युज हुन्छ त, स्टार्टर मोटरको भित्र हुन्छ नि त आर्मेचर होइन। त्यसले काम के गर्छ त, यहाँ पिनियन गियर हुन्छ, मैले अघि पनि कुरा गरेँ होइन, त्यो पिनियन गियरलाई रोटेट गर्नको लागि के हुन्छ, आर्मेचरको काम पर्छ है। सो अप्सन बी इज द करेक्ट एन्सर है। लेट्स मुभ टुवर्ड्स क्वेसन नम्बर 19। यसमा के भनेको छ, यदि ओभर इन्फ्लेटेड मतलब गाडीमा धेरै हावा हाल्नुभयो भने, एकदम हावा हाल्नुभयो भने टायरमा के हुन्छ त, ट्रेड भनेको छ होइन, टायरको एउटा ट्रेड वेयर के भनेको सुरुदेखि पढौँ है। द ओभर इन्फ्लेटेड टायर विल वेयर अ ट्रेड मस्ट नियर द भनेको छ। गाडीको फुल एकदमै ओभर इन्फ्लेटेड भयो, धेरै हावा हाल्नुभयो भने कहाँको टायर खिन्छ भनेर बुझौँ न यसलाई। ठ्याक्कै खिने भनेको धेरै हावा हाल्नुभयो भने टायर यस्तो हुन्छ कि, जस्तै यो टायर भयो भने यस्तो हुन्छ, यो पोइन्टमा के हुन्छ त, ग्राउन्डमा टच हुने खालको हुन्छ, सेन्टरमा टच हुन्छ है। जस्तै मेन फङ्सन अफ द लुब्रिकेन्ट इन द इन्जिन इज टु। लुब्रिकेन्टको काम के हो इन्जिनमा, सबैले थाहा हुन्छ, एटलिस्ट मेकानिकल पढ्नेलाई थाहा नहुने कुरै हुँदैन, कि फ्रिक्सनलाई कम गर्नलाई, मुभिङ पार्ट्स बिचको रिड्युस फ्रिक्सन मुभ गर्नलाई। सो अप्सन बी इज द करेक्ट एन्सर। अब लेट्स मुभ टुवर्ड्स क्वेसन नम्बर 9। क्वेसन नम्बर 21मा हेरौँ त, क्लग्ड एयर फिल्टर प्राइमरली कजेस। एयर फिल्टर त थाहा छ नि तपाईँहरूलाई होइन, बाहिरबाट एयर लिँदाखेरि एकदम प्योर एयर आओस् भन्ने हिसाबले एयर फिल्टरलाई राखिएको हुन्छ होइन, डस्ट डटबाट प्रिभेन्ट गर्नको लागि। त्यो किन क्लग्ड, यसमा के भन्यो त, क्लग्ड एयर फिल्टर प्राइमरी कजेस के गर्छ त्यसले त, ब्याट्री भोल्टेजसँग मतलब भएन, टायर प्रेसरसँग मतलब भएन, रिड्युस एयर पर्फर्मेन्स, एक्सेसिभ कुलेन्ट फ्लो। अब यसमा के भयो त, इन्जिनको पर्फर्मेन्स घटाइदिन्छ क्या। किनकि अब फ्रेस एयर नभएपछि त के हुन्छ त, फ्रेस एयर नभएपछि त्यही हिसाबले त्यो एयर त खासमा कहाँ जाने हो, पिस्टनभित्र जाने हो, सिलिन्डरमा जाने हो, सिलिन्डरभित्र ब्रस्ट हुने, पावर स्ट्रोक भन्छौँ त्यसलाई। त्यसरी के हुन्छ त, डस्ट एयर भयो भने त्यो काम गर्न छोड्छ। सो अप्सन सी इज द करेक्ट आन्सर। त्यसले इन्जिनको पर्फर्मेन्स चाहिँ रिड्युस गर्छ। नाउ लेट्स मुभ टुवर्ड द नेगेटिभ टर्मिनल पोस्ट। जहिले पनि ब्याट्री तपाईँले हेर्नुभयो भने नेगेटिभ सानो र पोजिटिभ ठुलो हुन्छ है, त्यो चाहिँ याद गर्नु होला। अथवा मोटो पातलो पनि हुन्छ, नेगेटिभ चाहिँ पातलो हुन्छ, सानो हुन्छ। सो नेगेटिभ पोल के हुन्छ, स्मलर देन द पोजिटिभ भनेर अप्सन एमा टिक गर्न सक्छौँ। क्वेसन नम्बर 23मा हेरौँ है। क्वेसन नम्बर 23मा के भनेको छ त, इलेक्ट्रोलाइट युज इन लिड एसिड ब्याट्री। नर्मली के हुन्छ त,
यसमा सल्फ्युरिक एसिड र वाटर युज गरेको हुन्छ। अप्सन बी इज द करेक्ट एन्सर। कम्प्रेसर इन द एयर कन्डिसनिङ सिस्टम युज भनेको छ क्वेसन नम्बर 24मा। यसमा के हुन्छ त कम्प्रेस रेफ्रिजरेन्टलाई कम्प्रेस गर्नलाई नामबाट काफी छ होइन, त्यो सजिलै भइहाल्यो। क्वेसन नम्बर 25मा हेरौँ। क्वेसन नम्बर 25मा के भनेको छ क्याटालिटिक कन्भर्टर प्राइमली रिड्युसेस भनेको छ। क्याटालिटिक कन्भर्टरले कहाँ युज भएको हुन्छ त, त्यो एक्जस्ट सिस्टममा युज भएको हुन्छ, टेल पाइपनिर युज भएको हुन्छ। यसको काम के हुन्छ त क्याटालिटिक कन्भर्टर भन्दाखेरि यसले हार्मफुल एक्जस्ट ग्यासहरूलाई रिड्युस गरेर, जस्तै अब एकदमै हार्मफुल ग्यास कार्बन मोनोक्साइड जस्तो छ त्यसलाई चाहिँ कार्बन डाइअक्साइड बनाइदिने, नाइट्रोजन अक्साइडहरू छ त्यसलाई चाहिँ नाइट्रोजन अथवा अक्सिजनमा कन्भर्ट रिड्युस गरिदिने होइन, डिफ्रेन्ट मेटेरियलको जस्तै प्याराडियम छ, रोडियम छ होइन, यी कम्पोनेन्टहरूसँग रियाक्सन गराएर के गरिदिन्छ त हार्मफुल ग्यासहरूलाई प्युरिफाई गरिदिन्छ अथवा नन हार्मफुलमा चेन्ज गरिदिन्छ, अक्सिजनमा नाइट्रोजनमा त्यसरी चेन्ज गरिदियो भने के हुन्छ त इन्भाइरोमेन्टको लागि हार्मफुल भएन। त्यही भएर क्याटालिटिक कन्भर्टर एकदमै इम्पोर्टेन्ट कम्पोनेन्ट हो कसको लागि, एक्जस्ट सिस्टममा। क्वेसन नम्बर 26 पनि सँगै आएकोले यसलाई एकचोटि हेरौँ है। के भनेको छ इजिआर सिस्टम इज युज मेनली टु रिड्युस इमिसन अफ के भनेको छ कार्बन मोनोक्साइड हो कि लेड हो कि वाटर भेपर हो कि नाइट्रोजन अक्साइड हो कि। ल मैले अलिकति हिन्ट्स त यो क्वेसनबाट दिइसकेको छु, यसको एन्सर तपाईँहरूले कमेन्ट गर्नु होला। यदि लास्टसम्म हेर्नु भएको छ भने यहाँबाट मलाई थाहा हुन्छ तपाईँले लास्टसम्म भिडियो हेर्नु भएको छ। सो आजलाई यति राखौँ, तपाईँहरूको नेक्स्ट पार्ट चाहिँ नेक्स्ट भिडियोमा आउनेछ। यति भन्दै तपाईँहरूको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच।